हेलो गाइस, इसमें सचिन सुरेशमा कलेजबाट आउनु बित्तिकै खानासाना खाएर होइन घरबाट यसो स्कुटीमा हेर्दा टायरमा हावै छैन, 2-3 यस्तै भयो भनेर मलाई ग्यारेज पठाउनु भयो। यहाँ आएर अङ्कललाई भने अङ्कलले टायर सायर खोल्नु भयो। अनि एकछिन हेर्दै हुनुहुन्छ, भित्र के भन्छ हेर्नुपर्छ भन्नुभएको थियो नि। अङ्कलले आवाज हालेर चेक गरेपछि मलाई भन्नुभयो, भाइ यस्तो भन्छ, ट्युनै फेर्नुपर्छ भन्नुभयो। अनि अङ्कलले मैले एकछिन है त अङ्कल भने, अनि अङ्कलले त्यो छोडेर अर्को काम गर्न जानुभएको थियो। अनि एकछिन ट्यु मगाउँदै थिएँ, म हावा फालेर बसेको थिएँ, कामै थिएन। अनि हावा फाल्दै बसिरहेको थियो। अनि एकछिन अनि त्यो हावा फाल्नु लाग्यो, घोसेर अनि छोडिदिएँ त्यसै त। अनि एकछिन कुटिराखेँ दाइलाई। अनि ट्याक्क त्यही बेला नि दाइ आउनुभयो, दाइले नि ट्युब ल्याइदिनु भयो त्यही बेला। अनि दाइबाट ट्युब ल्यायो, अनि त्यो अङ्कललाई दिएँ। अनि अङ्कलले हेर्नुभयो। अब अङ्कलले फिट गर्न लाउनु भयो। ट्याक्क भएर हेलमेट टाउकोमा राखेको, हेलमेट ट्याक्क दन्द खसिएको। अनि हेलमेट सबभन्दा खोज्दा चस्मै खस्यो। अनि छिटो लाएँ। अनि छिटो अङ्कलसँग पैसा लिएर छिटो हेलमेट लाएर अनि चस्मा लाएर भागिहालेँ त्यहाँबाट। घर जाँदै थिएँ, त्यही बेला नानी पनि देखिहाल्यो। अनि नानीलाई बोलाएको, अनि जान्छु भनेर जिद्दी गऱ्यो। ऊ चाहिँ अगाडि बस्छु भनेर लास्टै जिद्दी गरेको थियो। ट्युब भएर नमिलेर पछाडि फकाउँदै थियो। अनि त्यही बेला चाहिँ आएर राखिदिनु भयो पछाडि। अनि नानीलाई बसाल्यो। अनि म घरतिर लागेँ फेरि। हाँसै गरेँ, न्याय नै गरेँ। म अनि घर पुगेर ट्युसु झिकेर अनि ट्युसु भित्र लगाएर भरेमा फालिदिएँ। अनि मम्मीलाई फिर्ता पैसा बुझाइदिएँ। अनि भाइ र मेरो कुरा भयो। अनि जम्मा गरेको पैसाबाट जुस किन्ने भनेर, ठुलो जम्बो जुस किन्ने भनेर हामीले 50-50 मिसाएर जान लागेको थियौँ। अनि फेरि याद आयो, फेरि पैसा त पुगेर रहेछ भनेर भाइलाई अलिकति ले त फेरि भनेर अनि फेरि मागेर फेरि झिक्यौँ। पैसा लिएर हामी किन्न लाग्यौँ। यसो फ्रिजतिर हेरेको, फ्रिजतिर नै रहेनछ। अनि त्यही तातो हुन्छ ल्याउनु भनेर तातो ल्यायौँ। अनि बाहिर पनि पैसा दियौँ।